एक महिला योद्धा जसलाई नेपालको इतिहासले कहिल्यै स्थान दिएन। यो कथा हो रानी कीर्तिलक्ष्मीको। एक साहसी महिला जसले पुरुषको भेषमा युद्ध लडिन्। धनुषबाण चलाउन सिपालु र आफ्ना जनतालाई धेरै माया गर्ने उनी निकै निर्भीक थिए। नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गर्दा उनका पिता र पति दुवै मारिए। तर त्यो समयमा महिलाहरूलाई युद्धमा जान अनुमति थिएन। त्यसैले कीर्तिलक्ष्मीले समाजको नियम तोड्ने निर्णय गरिन्। उनले पुरुषको भेष बदलेर भैरव सिंहको नाममा युद्ध प्रवेश गरिन् र कीर्तिपुरको योद्धाहरूसँग मिलेर गोर्खाली सेनासँग लडिन्। कथा अनुसार गोर्खाली सेनासँग हारेपछि पनि उनले शत्रुसँग झुक्न मानेनन् र आत्मसमर्पण गर्नुभन्दा आफ्नो ज्यानै दिन उचित ठानिन्। कीर्तिपुरका स्थानीयहरूले उनलाई केवल योद्धा मात्र नभई अजिमाको रूप मान्छन्। तर दुःखको कुरा, जसरी नेपाली इतिहासमा कालो पाण्डे जस्ता वीरहरूको नाम सम्झिन्छ, त्यसरी कीर्तिपुरका लागि अन्तिम साससम्म लड्ने कीर्तिलक्ष्मीको नाम कतै सुनिँदैन। सो टुडे रिमेम्बर द नेम कीर्तिलक्ष्मी, अ ब्रेभ वरियर नेपाल शुड नेभर फर्गेट। यदि तपाईलाई यस्ता इतिहासहरू सबैले सुन्नुपर्छ जस्तो लाग्छ भने शेयर दिस भिडियो एन्ड लेट कीर्तिलक्ष्मी's नेम लिभ अगेन।